सबैलाई कुरा के हो भनेपछि सर तपाईँहरू पनि हाम्रो न्याय सुरक्षा दिनको लागि आउनु भएको छ हामी अब तपाईँमाथि गुनासो केही पनि छैन 26 महिना 28 महिना भयो यो त पुरै छ अब यो भनेको हामी यतिजना छौँ नसुत्नु र 200-300 जना पनि छ अस्ति के हो भने हाम्रो सरले तपाईँ चाहिँ आज कुरा होइन 2 हप्ता अगाडि कुरा 3 गते आउनु 3 गते आएपछि हामीले छलफल गरेर त्यो फाइलहरू सबै हाम्रो अब के चाहियो भने फाइल मात्रै अगाडि पठाइदिनु भनेर श्रीमानको पठाउँदै पठाउँदैन यत्रो मान्छे हेर्नु न तपाईँ अब यति मान्छे यो अरू मेन पावरको हो त तपाईँहरू हामी एउटै मेन पावरको हो नि गजेन्द्रको न्यायाधिकरण उसको श्रीमतीलाई समातेको छ होइन न्यायाधिकरणमा यहाँ वैदेशिक रोजगार विभागको न्यायाधिकरण हामीले भनेको के हो भनेपछि त्यहाँ फाइल त पठाइदिनु पऱ्यो त्यो के भन्छ हाम्रो न्यायाधिकरणले चाहिँ गर्ला नगर्ला आफ्नो ठाउँमा छ अदालतीय प्रक्रिया भनेको आफ्नो ठाउँमा हुन्छ यहाँ आएर दिनकै बोलाइरहेछ त्यहाँ गएर दिनकै बोलाइरहेछ उता बोलाइरहेछ हामी आएको दिन चाहिँ यिनीहरू आउँदैनन् हो आज चाहिँ तपाईँहरू दुःख नमान्नु होला कि यो श्रम मन्त्री र गृहमन्त्रीसम्म पुर्याइदिनु पऱ्यो भन्यो भने हामी ताला चाहिँ ठोकेर आज जान्छौँ हामी कि यहीँ बास गर्छौँ आज तपाईँसँग पनि कति भयो रोकिँदै नसक्ने हजुरलाई दुःख दिनु पनि चाहेको केही पनि होइन हाम्रो आवाज कि गृह मन्त्रालयसम्म र श्रम मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म पुर्याइदिनु पऱ्यो हाम्रो माग हजुरलाई थाहा त पीडित हो हाम्रो फाइल अगाडि पठाइदिनु पऱ्यो 30 महिना भइसक्यो अब 30 महिनासम्म हामीले न्याय पाउँदैनौँ भनेपछि पाउने चाहिँ कहिले अब त्यहाँ चाहिँ अब यो देश बिग्रियो भनेर मान्छेहरू जलिरहेछन् आन्दोलन गरिरहेछन् हरेक कुरो हामी आन्दोलन गर्नुपर्ने भने त कति छु कच्छु हजुरले आफै भन्नु हजुरले त मलाई यसरी गाइड गर्नुभएको त 8 महिना भइसक्यो नि त यही ठाउँमा पनि कति दिन आइराख्ने कति दिन के गर्ने सहकारले हामीलाई छोड्दैन होइन यो हाम्रो ग्रुपको एकजना को आत्महत्या गर्यो भने को एकजना कसले गरेको भनेर सुनेको थियो एकजना अब यो ग्रुपबाट आत्महत्या पनि गर्छ 200 जनाभन्दा बढी छ अब श्रीमतीलाई समात्यो भने के भन्छ म डिभोर्स गर्दैछु भन्छ हामीले चाहिँ गर्ने के तपाईँहरू बाटो दिइदिनु पऱ्यो हामीलाई होइन गृह मन्त्रालयको काम पनि उसलाई समात्ने एउटा लत पढेका केटाकेटीलाई विदेश गएर इन्डिया गएर चाहिँ गृह मन्त्रालय समातेर ल्याउन सक्ने जहाँ अब काठमाडौँमा भएको